अब हामी काठमाडौँलाई औपचारिक रूपमा उद्घाटन गर्ने क्रममा गरेर हामी यहीँ आएर राख्न चाहन्छु। विश्वमा सांकेतिक भाषाको अधिकार हाम्रो बहिरा व्यक्तिहरूको आफ्नो भाषा हो। भाषाको अधिकार हाम्रो संस्कृतिको अधिकार, यसको गहिरो रूपमा चाहिँ यो भाषा र संस्कृतिको कुरा यहाँनिर जोडिन्छ। त्यो कारणले सम्पूर्ण साथीहरू तपाईहरुले सम्झिनुपर्छ, हामीले यो कुराहरू पहिल्यैदेखि नै सांकेतिक भाषा पहिलो नेपाली सांकेतिक भाषा हो त अथवा अमेरिकन सांकेतिक भाषा कुन हो? यो सांकेतिक भाषा हामीले पहिलो भाषाहरूकै पहिलो भाषा भनेको सांकेतिक भाषा हो। प्राकृतिक जुन हामीले पहिला प्रयोग गर्दै आइरहेका छौँ त्यहीँबाट भाषाको सुरुवात भएको छ र यो कुराहरू तपाईहरुले सम्झिनुपर्छ। र म विशेष अनुरोध गर्न चाहन्छु, भाषाहरू अब तपाईहरु जुन पढ्नुहुन्छ, हामी रोजगारीमा आबद्ध छौँ, विभिन्न क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, विभिन्न क्षेत्रमा भाषागत जुन सञ्चारको कुराहरू आउँछ। सञ्चार हामी हातबाट सञ्चार गर्छौँ र दोभाषे मार्फत चाहिँ हामीले सञ्चार गर्दै आइरहेका छौँ। त्यो कारणले बहिरा साथीहरू जुन तपाईहरुले पढिराख्नु भएको छ, बहिरा साथीहरू अन्य देशहरूमा पनि पढ्न जानुहुन्छ, त्यसमा तपाईहरुले पनि भाषाको कुराहरू सिकेर नेपालमा आउनुहुन्छ। त्यसपछि नेपालमा पनि तपाईहरुले चाहिँ त्यसको लागि प्रयोग गर्नु पर्यो। कति साथीहरूले त्यो गरिराख्नु भएको छैन। अब भाषा आयोगको मान्य अध्यक्षज्यू हुनुहुन्छ, त्यो कारणले नयाँ नयाँ सांकेतिक भाषाको शब्दहरू हामीले विकास गर्न आवश्यक छ र त्यो कुरा भयो भने हामीले यो सञ्चारको लागि एकदम सहज हुन्छ। र सम्पूर्ण म दाजुभाइ दिदीबहिनीहरूलाई म सांकेतिक भाषाको जुन हामीले हातको माध्यमबाट प्रयोग गर्छौँ र हामी ताली